गाइस हामी चाहिँ आज डाँडा गाउँ जाँदैछौँ मम्मीलाई लिएर माइन्ड फ्रेस गराउनलाई। घुम्न हिँडेको? ल मम्मी भन्नुहोस् त कतिको रमाइलो लागिरहेछ त घुम्न आउँदाखेरि हजुरलाई। हेलो रमाइलो त भइरह होला नि यताउता धक्कामुक्की हुँदा त होइन? यस्तो रमाइलो भइरहेछ हामीलाई चाहिँ साँच्चीकै नै। मम्मी चाहिँ हाँसी गरिरहनु भएको छ। सक्नुहुन्छ उहाँको मुखमा हजुरले त्यो हाँसो कति राम्रो देखिरहेछ। खासमा चाहिँ यहाँ चाहिँ ट्रेकिङ गर्नलाई चाहिँ एकदम राम्रो रहेछ तर हामी चाहिँ जान मिलेन। सो गाइस हामी चाहिँ माथि गाडी नचलेको भएर चाहिँ यस्तो राम्रो भ्यू भएको ठाउँमा ल्याएर गाडी रोकेर मम्मीलाई चाहिँ मजाले व्हिल चेयर फिट गराएर राखिसकेको छौँ। मामुलाई सोध्नु है त कस्तो लागिरहेछ? मामु रमाइलो लागिरहेछ भने आँखा झुम्का यस्तो। ओहो मम्मीलाई त खतरा रमाइलो लागिरहेछ अरे है त। म चाहिँ यहाँ मैले एउटा फुल भेट्टाएँ क्या अनि आई थिङ्क मामुलाई चाहिँ एकदम राम्रो फुल के को हो तर पनि मामुलाई चाहिँ राम्रो देखिन्छ मलाई थाहा छ। ओके हेर्नु न कस्तो क्युट देखियो। सो गाइस हामी चाहिँ फोटोसोटो खिचेर अनि यसो